हेलो साथीहरू, आज चाहिँ नि हामीहरू सिद्धार्थ कटेजको श्री उत्सवमा गयौँ र त्यहाँ एकदमै रमाइलो थियो अनि हामीहरूलाई त्यहाँ धेरै मजा आयो हैन। अनि त्यहाँ म, मामु र भाइ गएको थियौँ अनि हामीहरूले त्यहाँ जुस पनि खायौँ अनि भाइलाई पनि खुवाइदिएँ मैले, आफूले पनि खाएँ अनि त्यो ब्राउनी पनि खायौँ अनि ब्राउनी चाहिँ नि एकदमै मिठो थियो अनि हामीहरूलाई मन परेको थियो। अनि चाउमिन पनि भाइले खायो अनि मैले पनि खाएँ अनि त्यो चाउमिन चाहिँ नि भेज थियो अनि भेज भए पनि एकदमै मिठो थियो। त्यो थाहा नै नपाइने के भन्छ भेज हो कि नन भेज भनेर हैन। अनि हामीहरूले गेम पनि खेल्यौँ जसमा चाहिँ नि मेरो 2 चोटि त भयो तर त्यो बाउन्स भएर हुँदै भएन हैन। अनि त्यो गेम खेल्दाखेरि पनि एकदमै मजा आयो हैन। हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि त्यो बल फाल्ने आलामा चाहिँ नि एकचोटि बकेटमा गइसकेको थियो तर बाउन्स गरेर फेरि बाहिर आइहाल्यो के सो स्याड हैन। उ हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि हामीहरूले मेहन्दी पनि लगायौँ। मेहन्दी उहाँ दिदीले यति छिटो लगाइराख्नु भएको थियो मलाई त थाहा पनि भइरहेको थिएन के लगाइराख्नु भएको छ भनेर। अनि लास्टमा चाहिँ नि हामीले मेहन्दी लगाइसकेपछि लास्टमा लड्डु पनि किन्यौँ। लड्डु चाहिँ नि एकदमै मिठो थियो अनि थ्याङ्क यू बाई बाई। अनि घर आयौँ अनि